हेलो हामी चाहिँ आज बाहिर निस्केको म फेरि यस्तो यस्तो देखिरहेछ कि कस्तो फेस नराम्रो देखिरहेछ है हामी निस्केको बारी जोसुकै छ अनि बाबुले फेरि मलाई यता यता टेक्नु भनेर सिकाउँदै हुनुहुन्छ के भन्दै हुनुहुन्छ बाबुले अगाडि गएर उताबाट दुईवटा केटीहरू आइरहेका छन् बाटो बन्द रहेछ के बाटो बन्द छ भन्दैछन् फेरि अनि मैले भने बन्द छ र भनेको बाबुले होइन कि यो बाटो बन्द हुँदैन भन्दै हेरिरहनु भएको छ म चाहिँ यता हेलो गाइस म घरदेखि बाहिर निस्किसक्यो भने किन त्यतिकै आएर गाइस म चाहिँ यता छु यता यता छु रोक्नु न यस्तो खुल्ला आँपको बुटा रहेछ मैले आजसम्म नदेखेको कसैले लखेट्छन् फेरि नि यस्तो ठाउँमा कसै गएन यो सरकारी सरकारी भनेर के काम आँप भने एक टुक्रो छैन सब झारिदियो क्या गङ्गेश्वर अङ्कलको कहाँदेखि बचेको कसको गङ्गेश्वर अङ्कलको ए के छ आज त्यहाँ फुटबल हो क्या गेम खेल्नु राखेको ए कस्तो राम्रो देखाइरहेको छ भने हाम्रो मणिकापुर लास्टै सानो छ के हेर्नु न ए हाम्रो उहाँका त साना छन् साना खासमा साना भन्छन् हामी साना त्योभन्दा ठुलो छ क्या यो रुख हो कि न त यो ढाल्नेवाला दोडो हुन्छ हेर कति माथि छ माथि जुस मेसिन पनि छ क्या हावा चाहिँ राख्दैन होला सायद झन्डा पिपिरा कस्तो बगैँचामा रुखहरूमा बस्ने ठाउँ सबै पिपिरा छ कस्तो दामी ठाउँ छ कि सानो होला अब हाम्रो तल बनिरहेको यो नागरिक लगानी कोष है यो अफिस अनि त्यो माथि रहने कृषि विकास बैङ्कको त्यो हो नि परदेशको हो नि ए होइन होइन यो के भन्छ बोली भन्नुभएको थियो अस्तिर के भन्नुभएको थियो रेडियो नेपालको त पर छ बाबु यो मलाई मानाले हो यो त रेडियो नेपालको अफिस हो भन्नुहुन्थ्यो मलाई यो के अफिस भन्दैन त्यो बुवाले बिर्सेँ मैले हो ब्याडमिन्टन पनि खेल्दा रहेछ बाटो साइड दिनु ल यो के अरे परदेश सङ्ग्रहालय त्यो त्योपछि अलि परेरको त्यो ऊ होला ऊ बस्ने के करिश्मा बस्ने करिश्माको आमा सबै बस्ने
ए कुनै फिल्म भन्दै थिएँ मैले बिर्सेँ सोलरहरू न कत्रो छ किन माथि सोलर दुईटा अँ कस्तो के रहेछ नि रे बाबु के रहेछ नि रे धेरै मान्छे मान्छे धेरै रहेछन् फेरि अँध्यार पर्न आयो फोटो खिच्ने भनेको त के हो नि बाबु कस्तो राम्रो छ तर अचार चाहिँ कस्तो मिठो हुन्छ बिदान के एकछिन फोड्छ त्यहाँ त्यो पनि त्यस्तै होला सायद छैन सफा दस का गन्ने का